नेपालकै लार्जेस्ट सस्पेन्स ब्रिज होइन, जोधरा चाँदनीको कुरा गरौँ, त्यो ब्रिजको बारेमा कसैले पनि कुरा गर्दैन होइन। यदि त्यो कुरा गरे भए सायद कतिजना पर्यटकहरू आउँथ्यो होला होइन त्यो हेर्नलाई। नेपालकै लार्जेस्ट ब्रिज हो होइन। अनि त्यस्तै अरू पनि धेरै कुराहरू छ, जस्तै हाम्रो माथिल्लो भेगमा कुरा गर्ने भनेपछि बर्मदेव, तिलाचौर, तिल्केनी, हल्दोखालको कुरा गर्ने भनेपछि त्यहाँ अहिले पनि त्यहाँको किसानहरूले चाहिँ वर्षा पानीको लागि चाहिँ वेट गर्नुपर्ने हुन्छ। कतिखेर आकाशबाट पानी पर्ला र कतिखेर हामीले रोपाइ गर्ला, कतिखेर हामीले सिँचाइ गर्न मिल्ला भनेर वेट गर्नुपर्ने हुन्छ होइन। खासमा सरकारले चाहिँ 5 घरलाई एउटा बोरिङ दिने भन्ने योजना पनि बनाएको थियो, तर त्यो कुराहरू कहिले पनि एड्रेस भएन क्या होइन। जसको पावर छ उनीहरूले ल्याएर त्यो योजनाहरू हाल्यो, त्यो आफ्नो ठाउँमा छ, तर एक्चुअल जो निडेड पिपलहरू हो उहाँहरूलाई चाहिँ कहिले पनि त्यो योजनाहरूले हेल्प भएन क्या। अनि त्यो कुराहरू कसैले पनि एड्रेस गर्दैन। अनि बाटो पिचको कुराहरू भनौँ, धेरै ठाउँमा अझ पनि कच्ची रोडहरू छ होइन। अनि भनौँ न, अनि हाम्रो यहाँ जस्तै लिङ्गाको कुरा गरौँ, लिङ्गा छ, अनि बेतकोट ताल छ, कालीताल छ, त्यहाँसम्म राम्रो ट्रेकिङको बाटो बनाउने हो, राम्रो गर्ने हो भनेपछि कतिजना पर्यटकहरू त्यहाँ ट्रेकिङ गर्न आउँथ्यो होला होइन। त्यो कुराहरू कसैले पनि गर्दैन। अनि अर्को कुरा चाहिँ एउटा चाहिँ अहिले ऐरीमा पुल पनि छ होइन। त्यो त्रिदेशीय नाका खोल्ने भनेर त्यो पुल बनाएको छ, त्यो अल्पत्र छ, न त्यसको अगाडि केही बाटो छ, न केही योजना छ। 4 साल भइसक्यो, जस्ट एउटा पुल छ, भाइरल रोड भनेको छ, सेल्फी हान्न मान्छेहरू गएको छ होइन। त्यति छ। त्यो त्यतिको लागि देशको त्यत्रो बजेट खन्याएको त नहोला, त्यहाँ सेल्फी हान्नलाई मात्र भनेर त त्यो देशको बजेट त्यत्रो खन्याएको नहोला होइन। सो त्यसलाई कसैले एड्रेस गर्दैन क्या। सुक्खा बन्दरगाहको कुराहरू भयो होइन, धोद्रा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने, उता महाकाली करिडोर, उता के अरे दार्चुलाको चाइनाको तिङ्कर नाकाबाट अनि महाकाली करिडोर ल्याएर यता सुक्खा बन्दरगाह बनाउने, अनि यसलाई इन्डिया, चाइना र नेपाललाई त्रिदेशीय नाका कनेक्ट गर्ने भनेर उहिले म जन्मिँदा खेरीबाटको कुरा हो, त्यतिखेरबाट चलिरहेछ। त्यो अझै पनि चलि नै रहेछ क्या, केही भएकै छैन त्यो कुराहरू अगाडि। त्यस्तो कुरामा कसैले पनि बोल्दैन, यो कुराहरू कसैले पनि संसदमा उठाउँदैन। हाम्रो क्षेत्रबाट निर्वाचित भएको मान्छेहरूले कहिल्यै यो कुरा गर्दैन। अनि कुरा चाहिँ के गर्छ भन्दाखेरि रवि लामछाने चोर हो, बालेन शाह त्यो भर्खरको युवा गजेडी हो, यस्तै कुरा गर्छन्। अनि त्यही त हो। मलाई लाग्छ अहिले हाम्रो क्षेत्रको मान्छेहरूले पनि अलिकति जाग्नुपर्ने कुरा छ। घरमा आउने बित्तिकै यो कुराहरू चाहिँ सोध्नुहोस् भन्छु म, एड्रेस गर्नुपर्ने हुन्छ। अहिलेको जो क्यान्डिडेट हो उहाँहरूले यो कुरा चाहिँ एड्रेस गर्नुपर्ने हुन्छ। अनि बाँकी त्यही नै हो होइन। अनि सबैलाई चुनावको शुभकामना छ। क्षेत्र नम्बर 3 को सबै उम्मेदवारहरूलाई मेरो तर्फबाट शुभकामना छ। साइनिङ आउट।